नयाँ वर्ष 2083 सालको एकदम सबैजनालाई शुभकामना र यो 1 वर्षमा के भयो त म सेयर गर्न चाहँदैछु। यो भिडियो तपाईँलाई पनि इन्सपिरेसन हुनसक्छ। मजाले सुन्नु होला। राम्रो लाग्यो भने मलाई फलो गर्नु होला। ओके, सो 1 वर्ष अगाडि म नेपाल गएको थिएँ र नेपाल जाने क्रममा नेपाल यसो घुमघाम गरेँ र आउने बेलामा एउटा बाँसुरी लिएर आएँ, सी स्केलको है। बाँसुरी अब लिएर हिँडौँ न त, एउटा जस्ट अब नेपालको चिनो होइन, बजाउन त आउँदैन, त्यही पनि पोकिराखौँ भनेर लिएर आएँ। अनि यसो हेरेँ पछि मैले एकजना गुरु युट्युबमा बाँसुरी बजाउनु भएको देखेँ अनि उहाँलाई कन्ट्याक्ट गरेर मैले सिक्न सुरु गरेँ र बाँसुरी सिकेको आज 10 महिना भयो र त्यो एउटा सानो बाँसुरी किनेर लिएर आएको डिसिजनले मेरो जिन्दगीमा यति धेरै ठुलो खुसी या त्यति धेरै आनन्द लिएर आउँछ भन्ने मैले सपनामा पनि सोचेको थिइनँ। भनेपछि हामीलाई के खुसी लाग्छ, के गर्दा खुसी लाग्छ भन्ने कुरा हामीलाई आफूलाई पनि थाहा हुँदैन। त्यो भएको भएर मैले नोटिस गरेको एक्सपेरिमेन्ट चाहिँ आफूसँग एकदम धेरै गर्नुपर्छ। र लास्ट यो 3 हप्तामा मैले टिकटकमा एकदमै धेरै भिडियो बनाइरहेको छु र टिकटकबाट नै हाम्रो वेबसाइटमा 500 जना युजर आइसक्नु भएको छ। 500 युजर्स 3 विक्समा है। त्यो भनेको अमेजिङ हो नि त होइन। त्यो अमेजिङ हो। अनि अर्को भनेको म खासै क्यामेरामा त्यति धेरै बोल्न मन नलाग्ने खालको मान्छे हो, अलिकति इन्ट्रोभर्ट टाइपकै हो। तर अहिले म एकदमै खुलेर बोल्न एकदमै हिम्मत आइरहेको छ होइन। र यसलाई मैले आफ्नो जिन्दगीको एकदम ठुलो प्रोग्रेस मान्छु। किन भन्दाखेरि यदि म जुन फेजबाट गइरहेको छु त्यो फेज तपाईँहरूसँग सेयर गरेँ भने त्यो भनेको एउटा इन्सपिरेसन हुनसक्छ। र कोही मान्छेलाई अस्ट्रेलियामा बसेर आफ्नो फुल टाइम जब गरेर आफ्नो सबै कामहरू भ्याएर बाँसुरी पनि एक्स्ट्रा सिकेर अझै बाँसुरी सिक्ने मान्छेहरूलाई सजिलो होस् भनेर एउटा प्लेटफर्म बनाएर त्यसमा 500 युजर्स अलरेडी ल्याउनु भनेको इट्स अ ह्युज थिङ है। र म यसमा एकदमै खुसी छु र नेक्स्ट इयर गोइङ टु बी अमेजिङ। किन भन्दाखेरि मैले आफूलाई लिमिट लाउन छोडिदिइसकेँ। हेर्नुहोस्, मलाई अब मैले जे गरिरहेको छु त्यो भनेको एकदमै मेरो लागि प्यारो छ र जसले मलाई खुसी दिइरहेछ त्यो डिरेक्सनकोतिर मात्र जान्छु म होइन। कसले के भनोस्, उसले के भन्यो, आज त्यो मान्छेले तपाईँलाई जे भनिरहेको छ भोलि त्यही मान्छेले तपाईँलाई राम्रो भन्न थाल्छ। र तपाईँलाई म एउटा रिक्वेस्ट गर्छु कि कोही मान्छेले तपाईँलाई राम्रो भनोस् कि नराम्रो भनोस्, दुइटैलाई साइड लगाइदिनुहोस्। राम्रोहरूलाई समाउनु खोज्नुभयो भने तपाईँ नराम्रोहरूलाई पनि समाउनुहुन्छ र तपाईँ डिस्ट्र्याक्ट हुनुहुन्छ। र राम्रो भन्नुहोस् नभनोस्, जेसुकै भन्नुहोस्, आफ्नो यात्रा जारी राख्नु होला। आफ्नो फिल्डमा जे काम गर्दै हुनुहुन्छ, जसले तपाईँलाई खुसी मिलिरहेको छ त्यो फिल्डलाई तपाईँले यो लेभलसम्म पुर्याउन सक्नुहुन्छ। अनि तर दुनियाँले जेसुकै बनोस्, भाडमै जाओस् होइन। र म यस्तो भिडियो बनाउँछु, म कमेन्टहरू आइरहेको हुन्छ, राम्रो कमेन्ट आए पनि ठिकै छ, नराम्रो कमेन्ट आए पनि ठिकै छ, म दुइटैलाई साइड लगाइदिन्छु र आफ्नो कामलाई जारी राख्ने र कन्टेन्ट क्रिएसन गर्ने। 2023 साल भनेको कन्टेन्ट क्रिएसनको एरा हो, एआईको